यो रहेको छ। अब यहाँबाट हामी प्रवेश गरौँ ग्राउन्ड। र तपाईँ देख्न सक्नुहुन्छ अहिले ग्राउन्डमा चाहिँ विशेष गरेर अहिले सम्याउने काम भइरहेको छ भने त्यसै गरी ग्राउन्डलाई चाहिँ तपाईँको अहिले पोलहरू पनि लगाइरहेको अवस्था छ बार्नको लागि। र त्यसै गरी अगाडिपट्टि हामी प्याराफिट देख्न सक्छौँ। यस्तो रहेछ। यो चाहिँ तपाईँको हेटौडाको गौरी रङ्गशाला, गौरीटार रङ्गशाला। यो ड्रेन पनि लगभग ड्रेन चाहिँ सबै ड्रेन पुरा भइसक्यो सर। अलि बाँकी छ है। कति मिटर यो यसको ग्राउन्डको? 70 मिटर। पिच कति छ यहाँ? 5वटा भने जस्तो लाग्थ्यो। कहाँ छ पिच? त्यो भयो। अनि यो उसको बाहिर छ कि छैन? यसमा हुन्छ त्यहाँ बनाउनु बाँकी नै छ अहिले चाहिँ तपाईँको यो। अनि प्याराफिट चाहिँ तपाईँको कति अलिक क्षमता? भन्नु बाँकी छ। तपाईँको पार्किङ चाहिँ कहाँनिर हुन्छ? पार्किङ छ? पार्किङ त्यहाँ भयो। अनि त्यसपछि अरू के भन्नुभयो थियो नि हजुरले? हजुर स्विमिङ पुल त्यहाँ। ए होइन म भर्खरै सर यसरी जान्छु म। अझै तपाईँको यो बार लाग्ने काम। यो चाहिँ तपाईँ ड्रेन भयो होइन? यसरी यसलाई खास यो चाहिँ के गरेको यो चाहिँ? पानी हाल्नुको लागि। ए ग्राउन्डमा लागि बर्मुडा दुबो के हाल्ने भने जस्तो कुराहरू छ यो त। अब यो माथि के हुन्छ त्यसपछि? लेभल गरेर दुबो राख्नु रोप्ने होइन? मुनि ग्रेभलहरु सबै हालिसक्यो, पाइपहरु सबै हालिसक्यो मुनि। त्यो पानी खिच्नलाई कि सोच्नलाई सिस्टमहरु सबै हालिसक्यो। अब अलिकति पानी छ। यता प्याराफिट पनि ढल्न भइसकेको छ। 6000 भने जस्तो लाग्थ्यो अब चाहिँ। तर सुरुमा चाहिँ अब कति राख्छ? अब टोटल चाहिँ 6000 को छ। पछि चाहिँ अब अहिले सुरुवाती चरणमा चाहिँ अब अहिले कति छ? अब ए ल सर र म यसरी हेर्दै जान्छु। हजुर शुभ नाम भनिदिनुहोस्। जीवन तिमल सिंह। ए हजुर घर यतै पर्यो? ए हस्। अहिले चाहिँ यहाँ चाहिँ तपाईँको यस्तो छ। यो ड्रेनहरूको काम भइसकेको छ। र त्यसै गरी बिचको पिच चाहिँ तपाईँको 50 बाई 80 फिटको। त्यसपछि ग्राउन्डको तपाईँको कति भयो? 140 पिचको डायमिटर 140 हो। टोटल 440। टोटल 440। अहिले चाहिँ तपाईँको 700 प्याराफिट चाहिँ तपाईँको 750 देखि 1000 सम्म अट्ने। पार्किङको व्यवस्था अहिले हुन्छ कि होइन? छैन, पार्किङ छैन। प्र्याक्टिसको पिच पनि छैन अहिले। तपाईँको यो ड्रेन र त्यसपछि यो कम्पाउन्ड जाली भयो। अनि बर्मुडा दुबो राख्ने भन्ने कुरा भयो होइन? त्यो भयो। यति मात्रै होला होइन हजुरको अहिले? कति वर्ष हाम्रो स्टार्ट भएको चाहिँ यो प्रोजेक्ट? तपाईँको ट्याक्कै अहिले माघ फागुन होइन? हजुर 10 महिना लाग्यो। 10 महिना लाग्यो। अब कति समय छ तपाईँको? अब हाम्रो 4 महिना छ। 4 महिना अवधि चाहिँ 4 महिना। तर भ्याउँछ अब 4 महिना बाँकी छ अझै। त्यो त तपाईँको टाइम अझै 4 महिना बाँकी छ। ठेक्काको अवधि चाहिँ भ्याउँछ? त्यतिखेर भ्याउँछ कि भ्याउँछ? 2 महिना हो। त्यसपछि यो महिनाको काम छ बढी म्याक्सिमम। हाम्रो कम्पनी कुन कम्पनीले बनाइरहेको छ अरे? यो SNSPL अनि HKCJ। त्यो हाम्रो बोर्डमा भएको होला होइन? ए